गर्मीबाट बच्नका लागि तपाईहरूले आफ्नै घरमा यति स्वादिलो ड्रिङ्क बनाएर खान सक्नुहुन्छ। यसका लागि हरियो खोर्सानीहरू ल्याउनुहोस् र बाबरी छ भने बाबरी राम्रो बाबरीलाई छानेर जम्मा गर्नुहोस्। स्वाद र बास्ना बढाउनका लागि थोरै धनियाँ लिनुहोस् र एउटा सफा बोटको लिएर त्यो धनियाँ बाबरी र खोर्सानीलाई हाल्नुहोस्। सफा पानीले त्यसलाई धुनुहोस्। जबसम्म त्यसको फोहोर जाँदैन तबसम्म त्यसलाई राम्रोसँग धोइराख्नुहोस्। अब एउटा सफा सिलौटो ल्याउनुहोस् अथवा मिक्सर ल्याउनुहोस्। त्यसमा हाल्नुहोस् स्वादअनुसार खोर्सानी, नुन हालेर त्यसलाई मजाले पिस्नुहोस् र त्यो पिसिसकेपछि त्यसको राम्रो पेस्ट भएपछि एउटा कप ल्याउनुहोस्। कपमा थोरै मोही हाल्दा नि भयो। दही छ भने तपाईँहरूले दहीलाई पनि पातलो गरेर हाल्न सक्नुहुन्छ र त्यो तयार भएको पेस्टलाई त्यसमा हालेर पार्नुहोस् जबसम्म मिक्स हुँदैन र त्यो रेडी भइसकेपछि तपाईँहरूले घट खाएर यो गर्मीमा राहत पाउन सक्नुहुन्छ। भिडियो मन परेमा लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।